सबभन्दा पहिला तपाईँ आफ्नो गुगल ब्राउजर खोल्नु। त्यो खोलिसकेपछि पिएससी कोशी टाइप गर्नु अनि टाइप गरिसकेपछि सर्च गरेपछि यस्तो आउँछ। सबभन्दा माथिको साइटलाई टच गर्नुहोस्। टच गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ। यसले थोरै चाहिँ तल स्क्रोल डाउन गरेपछि अनलाइन दर्ता प्रणालीमा थिचिसकेपछि यस्तो इन्टरफेस आउँछ। यसमा चाहिँ सिम्पल पासपोर्ट भोल्योमा थिच्नु। पासपोर्ट भोल्यो भने थिचिसकेपछि तपाईहरुले यहाँ एउटा जीमेल एड्रेस पहिले राख्नु भएको जीमेल एड्रेस यहाँ सिम्पली राख्नु। म चाहिँ यहाँ आफ्नो जीमेल एड्रेस राख्न गइरहेको छु। अनि त्यो पुरै चाहिँ राम्ररी हेरेर राख्नुपर्छ, किनभने एउटा पनि मिस्टेक भएपछि चाहिँ त्यो चाहिँ फेरि नखोल्न सक्छ। त्यही भएर चाहिँ पहिला जुन इमेल एड्रेस राख्नु भएको थियो त्यही सिम्पली त्यही जीमेल एड्रेस यहाँ चाहिँ राख्नु। त्यति राखिसकेपछि चाहिँ यहाँ तल चाहिँ दुईटा बटन देखाइरहेको छ। एउटा रद्द गर्नुहोस् र एउटा बुझाउनुहोस्। सिम्पली बुझाउनुमा थिचेपछि यहाँ पासपोर्ट रिसेट लिङ्क तपाईँको जीमेलमा पठाइएको छ भने आउँछ। एकछिनपछि चाहिँ तपाईँ आफ्नो जीमेल बक्स खोल्दाखेरि तपाईँले यस्तो चाहिँ जीमेल आएको चाहिँ हराउँछ। अनि यहाँ युजर नेम चाहिँ सिम्पली कपी गरेर राख्नु, काम लाग्छ पछि। अनि क्लिक हेयरमा चाहिँ सिम्पली थिचेपछि यस्तो इन्टरफेस खोल्छ। यहाँ पासपोर्ट रिसेट गर्न भन्दैछ। नयाँ पासपोर्ट राख्नको लागि तपाईँहरू त्यहाँ थिचेपछि तपाईँहरूलाई एउटा स्ट्रङ पासपोर्ट चुज गर्न भन्छ। म चाहिँ यही चुज गरिरहेको छु। अनि बुझाउनुमा चाहिँ थिच्नुहोस्। बुझाउनुमा थिचिसकेपछि जुन चाहिँ युजर नेम कपी गरेर राख्नु भएको रहेछ तपाईँहरू त्यही युजर नेम यहाँ पेस्ट गर्नु सिम्पली। म आफ्नो युजर नेम चाहिँ यहाँ पेस्ट गरिरहेको छु। अनि त्यसपछि एड युजर नेम गरिसकेपछि तपाईँहरूलाई फेरि यस्तो इन्टरफेस आउँछ। यसमा चाहिँ तपाईँहरू पहिलाको चाहिँ युजर नेम र अहिले जुन चेन्ज गरेको पासपोर्ट दिएर राख्नु। अनि त्यसपछि खोल्दाखेरि सिम्पली तपाईँहरूको चाहिँ आइडी चाहिँ खोल्छ। अनि यसपछि चाहिँ तपाईँहरू यहाँ ड्यासबोर्ड हेर्नु, मेरो प्रोफाइल हेर्न सक्नुहुन्छ। यस्तो इन्फर्मेटिभ भिडियोहरू तपाईँहरू हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब र लाइक गर्दै जानुहोला।